पनि सुनौ नि त तिम्रो त्यो खुसीको खबर। के हुनु नि काण्डे दाइ, मेरो इमो नम्बरले 25 लाख जित्न सफल भएछ। संसारको 5 भाग्यमानी नम्बरमा मेरो पनि परेछ। अघि फोन आएको थियो, त्यो 25 लाख पाउनलाई त मैले 25,000 जम्मा गर्नुपर्छ। त्यसैले म 25,000 ऋण खोज्न जान लाग्यो। हेर हेर पढी लेखे मान्छेको बुद्धि। तिमी 25 लाख रुपैयाँ पाउँछौ भनेर 25,000 रुपैयाँ ऋण खोज्न हिँडे कि? हो नि दाइ, 25 लाख आएपछि त जब 25,000 तिरिहाल्छु। पायो 25 लाख पैसा। यो त ठगी हो। ठगी? कसरी हुन्छ ठगी? फोन गरेर यो नम्बरमा सम्पर्क गर्नु भनेर नम्बर पनि दिएको छ। होइन, तिम्रो दिमाग 25 लाखको लोभले चल्नै छोड्यो क्या हो। पढे लेखेको मान्छे भइसकेपछि अलिकति यताउति बुझ्ने कोसिस गर्नु पर्दैन? अहिले रेडियो टिभीहरूमा त्यत्रो प्रचार प्रसार भइरहेछ। धनराशिको लोभले यस्तो प्रलोभनमा पर्नेहरू धेरै छन्। तिमीहरूलाई मात्रै होइन, यस्तो फोन धेरैलाई आउँछन्। कति व्यक्तिहरू यस्तो प्रलोभनमा फस्छन् पनि। भोलि यस्तो फोन मलाई पनि आउन सक्छ। के म पनि 25,000 खोज्दै हिँड्नु? के म चिलाठी छु भन्ठान्नु भयो कि क्या हो? उसले दिएको नम्बर मार्फत म कहाँ के सारिहाल्छु नि। भने जस्तो सजिलो कहाँ हुन्छ र सरो बहिनी? हातको एउटा दाँत देखाउने हुन्छ र अर्को चपाउने हुन्छ। त्यसको मतलब चाहिँ के हो काण्डे दाइ? मतलब तिमीलाई जुन नम्बरबाट फोन आएको छ या जुन नम्बरमा सम्पर्क गर्नु भनेको हुन्छ त्यो नम्बर पनि कुनै हामी जस्तै व्यक्तिको हुन्छ। यो चाहिँ कसरी नि काण्डे दाइ? यदि तिम्रो पुरस्कारको कुरा भइसकेपछि तिमीले कुनै पनि प्रतिक्रिया दिएनौ भने उनीहरूले फोन गरेर तपाईँको पुरस्कारको टिकटको नम्बर आएको छ भन्छ, त्यो हामीलाई पठाउनु भन्छ। अनि यो पठायो भने चाहिँ के हुन्छ नि दाइ? त्यो तिम्रो टिकट नम्बर होइन, त्यो त ओटिपी नम्बर हो। अनि यो ओटिपी भनेको चाहिँ के हो नि दाइ? ओटिपी नम्बर भनेको वान टाइम पासवर्ड हो र यसलाई गतिशील पासवर्ड पनि भनिन्छ। यो पासवर्ड पठाएपछि तिम्रो एकाउन्ट ह्याक हुन्छ र तिम्रो नम्बरबाट अरूलाई पनि यस्तै खालको फोनहरू जान थाल्छ। यस्तै गरेर यो सिलसिला चलिरहन्छ। त्यसो भएदेखि यो ठगी रोकथामको लागि के गर्नुपर्छ त काण्डे दाइ? नजिकको पुलिस थानामा यस्तो कुरा सूचित गर्नु अति आवश्यक छ। यस्तो कुराहरू अरू व्यक्तिहरूलाई पनि भन्न अति आवश्यक छ। काण्डे दाइ, तपाईँले मेरो आँखा खोलिदिनु भयो। अब म सचेत रहनेछु र यो कुराको बारेमा अरूलाई नि बताउने छु। ल ल ठिक छ, सबैलाई बताउनु। अहिले मलाई हतार छ,